ल चाहिँ आज के फिट खिच्छ त के फिट खिच्छ एकदम चले बा लाइसेन्स थोले फौजी लाइसेन्स लाइसेन्स चाहिँ ल थोले ब्रो मलाई ल आज चाहिँ हामी टक्क लाएर काठमाडौँ घुम्छौँ र प्रलय यहीँ बोलाउने घर पनि टक्कै घरबाट निस्केको छौँ है रात्रिकालीन काठमाडौँ कस्तो देख्छौँ भन्ने कुरो चाहिँ आज हेर्न गइरहेछौँ हामी यता बत्ती छैन यो चाहिँ आस्था पार्टी प्यालेस टक्कर हामी थलीबाट भित्र छिर्यो सर आफ्नै तालमा पुरै जान्छ बाटो होइन यहाँ चाहिँ खोल्छ है एकदमै दिउँसो भइलो कार्यक्रम सुरु प्यारा प्यारा बहिनीहरू एकदमै यो चाहिँ फुल जस्तो चिसो छ उहाँहरूले अब बिस्तारै हामीलाई माहौल तताउँदै जानुहुन्छ र फेरि फर्केर आउनुहोस् है यो चाहिँ थली चोक हो ट्याक्कै ल यो अस्ति चाहिँ जिन्जीले पुरै जलाएर ढालेको थियो आज फेरि उठेको छ यो चाहिँ थली पुगिसक्यो अस्ति कालो थियो पुरै होइन जिन्जी आन्दोलनमा जलाएर हामीले फेरि उठायो सबै मिलेर ल थली चोक खासै झिलिमिलो रहन्छ है यो चाहिँ कान्ति भैरव माध्यमिक विद्यालय है थलीको स्कुल पुरै रमाइलो छ है साथीहरू मसँग चाहिँ मेरो भतिज विक्रम साथमा छ है अझ हामी साह्रै सरर राख्छौँ अहिले चाहिँ हामी मुलपानी क्रिकेट रङ्गशालामा पुगेछौँ पुरै यताउति कतै उठ्यालो कतै आएर छ यो चाहिँ रोयल पार्टी प्यालेस यो चाहिँ रोयल पार्टी प्यालेस यो मुलपानी क्रिकेट स्टेडियम यो चाहिँ इन्टरनेसनल क्रिकेट स्टेडियम हो यो चाहिँ नर्दी है यो नर्दी हामी अहिले चाहिँ दक्षिण ढोका प्रवेश गर्दैछौँ त्यस्तो बेला है खाना उराउरी थोड़ा दूंगा यहाँ पनि सुरु भइसक्यो है यस्तो सुरु भएर छ ठाउँ बजार भन्दै छ गीतमा हामी पनि सम्पूर्ण बजारमा पुरै घुम्दैछौँ रात्रिकालीन माहौल कस्तो हुँदैछ भन्ने पहिलोचोटि अनुभव गर्दैछ हामी चाहिँ दर्शक ट्याक्कै अगाडिको चाहिँ जिन्दगीको आन्दोलनको प्रभाव पारेको के हो यहाँ खासै मिलिरहेको छ प्रकाश नेपाल ट्याक्कै नारायणका पुलमा आएको छ अनि नारायण दास पुगेको हो कि प्रकाश भुजेल छाप्रा नाम्री ट्याक्कै तुझा कतै नारायण टार चौकी होला यो तुझा अपाङ्ग अर्थोपेडिक हस्पिटल अहिले तिनीजना नि भुक्ति बोर्सित मुला रमाइलो जस्तो मुला मजा सम्झिरहेको चाहिँ मलाई फोन मुला बोला वा भतिजो मुला बाइक बोल्दै
ल सारा देउसी भैलो पुरै सुरु भइसकेको छ तत्तै हामी चाहिँ कता जाने भन्दाखेरि चक्रवत जाउँ चक्रवतबाट भित्र हुँदै जाउँ है ल हामी दोपट्टि एउटा आइपुगेको छौँ हामी साह्रै साह्रै जोड्दै आउनु पऱ्यो ठ्याक्कै बौद्ध पिपलको आइपुगेको छौँ है ल बौद्धमा चाहिँ अलिकति चारफल बौद्ध रहेछ त्यति राम्रो देखियो है पुरै झिलिमिली छ घर पनि छ रात्रिकालीन अवस्था काश्मीरमा त्यहाँदेखि झिलिमिली छ है पुरै त्यो पुरै स्टार्टिङ पुरै देउसी भैलो कार्यक्रम हामी चाहिँ देउसी भैलो खेल्ने र अर्को ठुलो चिज हो तर हाम्रो धोको चाहिँ पुरा हुन सक्दैन किनभने हामीसँग कम्तीमा देउसी भैलो खेल्नको लागि चाहिँ 20जना मान्छे चाहिन्छ होइन तर हाम्रो साथीहरू चाहिँ कोही पूर्व कोही पश्चिमतिर मात्रै छ एकै ठाउँमा साथीहरू छैन त्यसैले हामी यसरी अरूको रमाइलो अरूको महल चाहिँ हेर्नु परेको छ ल ठ्याक्कै दिएको थियो है यो चाहिँ ठ्याक्कै हामी बौद्ध स्तूपमा आइपुगेको छौँ है यो चाहिँ मान्छेले यहाँ पनि यो चाहिँ बौद्ध स्तूपको गेट यो चाहिँ बौद्ध स्तूप यो पुरै झिलिमिली छ अब हामी तुसालमा आइपुगेको छौँ यहाँ चाहिँ अस्ति जेएनयुको आन्दोलनमा जुलाईको पुलिस चौकी प्रहरीको चाहिँ यहाँ रहेको छ फेरि अन्धकार छ यो हो यहाँ पछि केही छैन रहेछ यो बनिँदैछ पुरो निर्माण हुँदैछ त्यो पनि र अहिले चाहिँ हामी सबै तुसालमा आइपुगेको छौँ त्यहाँतिर पनि खासै बौद्ध सम्प्रदायका मान्छेहरू भएको कारण होइन उनीहरू चाहिँ वर्ष मनाउनुहुन्छ तिहार दसैँ तिहार अलिकति मनाउनु यो चाहिँ यो जुन बन्छ नि यो चाहिँ आयत रिजन्सी है आयत बन्छ यो तारागाउँ बज्यो खासमा पहिले त्यसलाई तारागाउँ भन्थ्यो अहिले पनि तारागाउँ हो तर खासमा चाहिँ आयत रिजन्सी भन्नु लाग्यो मजा लागिरहेछ यो चाहिँ हाम्रो नेपाल तामाङ घेतुङको चाहिँ केन्द्रीय कार्यालय हो यो जुन कति बढेको छ यो चाहिँ नेपाल तामाङ घेतुङको केन्द्रीय कार्यालय स्टाइल हामीले चाहिँ यता भारतभूमि जलेको चाहिँ बत्ती बालेकै थिएन त्यही भएर हामीले हेर्न पाएन है मैले पनि ठ्याक्कै बिर्सेछु यो चाहिँ स्तूप हस्पिटल ठ्याक्कै हामीहरूले के बाटो पासाङ लामु मार्गमा छ हामी यहाँ चाहिँ पासाङ लामुसित पहिलो बुद्धिको सगरमाथा रन गर्न चाहिँ प्रथम महिला थियो नेपालको उहाँको स्तम्भ अथवा मूर्ति त्यहाँ चाहिँ बनाएको छ हामी अहिले चाहिँ ठ्याक्कै चाबेलमा आइपुगेको छ है ल हामी चाहिँ अहिले कहाँ आइपुग्यो भन्दाखेरि यो चाहिँ चाबेल चोकमा आइपुग्यो मरबडी त्यही चाबेल चोकमा आइपुगेको छौँ त्यही चाबेल चोकमा पनि त्यति रमझम देखेँ है मैले साइडल भाउले ल हामी चाबेल चोकमा छ है मरबडी रमझम अलिकति कम रहेछ यहाँ चाबेलमा यो चाबेलमा टियर लागेर हिँड्छ खासै खोइ
यस्तो झिलिमिली हुनुपर्ने ठाउँ हाम्रो चाहिँ आजको प्लानिङ चाहिँ 2 घन्टाको 2 घन्टामा काठमाडौँको चाहिँ मुख्य मुख्य ठाउँमा हामी पुग्ने चेष्टा गर्नेछौँ। यो चाहिँ मेडिकेयर हस्पिटल कालेबुङमा चाहिँ A1 क्याफे हो यो तलको चाहिँ जुम क्याफे है। यहाँ चाहिँ हाम्रो ऊर्जाशील युवकहरूको चाहिँ अधिकांश छलफल मिटिङ चाहिँ हामी यहीँ चलाउँछौँ, यहीँ गर्छौँ। ल यहाँ नजिकै हेल्पिङ हस्पिटल पनि यही नजिकै हो। यहाँतिर चाहिँ थुप्रै ट्रान्सफरहरू छन् है। बाहिरबाट हामी केही सुन्दैन, तर भित्र चहल निकै हुन्छ। सकेसम्म हामी विभिन्न ठाउँको अनुभव लिन्छ। आज 2 जना छ हामी। अब काठमाडौँको रमाइलो भनेको चाहिँ त्यही 9 बजीदेखि पछाडि हो। यता निस्केपछि है त्यही अब सार्वजनिक गाडीहरू चाहिँ थोरै मात्रा चल्दा जस्तो लागिरहेको छ। अर्को चाहिँ मार्केटहरू रहेछ, त्यहाँ पनि खासै झिलिमिली हालेर रहेछ। त्यसमा खै खोलिदिएको हाल्ने हो कि मेरो चाहिँ सुकेदार चोकमा आइपुग्दैछ। झिलिमिली रहेछ, अब जहाँ झिलिमिली छ त्यहाँ चाहिँ एकदम स्मार्ट रहेछ है, एकदम राम्रो छ। अब यता पनि छ यसरी नयाँ खोलेको। अब यो चाहिँ के हो मैले थाहा भएन। यसको पनि नाम फेरि चाहिँ अहिले चाहिँ रमदा भनेर राखेको रहेछ। पहिला अर्कै थियो। हामी चाहिँ अहिले चप्पल कारखानामा आइपुगेको छ। यो भित्र चाहिँ पार्क छ है। यो पार्कभित्र चाहिँ एकदम रमाइलो गर्न पाएको। खासै यहाँतिर पनि झिलिमिली यति उत्साह, तिहारको उत्साह चाहिँ मैले खासै देखिनँ है। बाटो चाहिँ हाइवे चाहिँ खाली नै भनेको छ, त्यसले गर्दा छैन। अब यताको यो अन्धकार छाइएको छ होइन, तार पढिनु परेर यो साह्रो नराम्रो अवस्थामा आएको छ। यो कति अब 5 लेनको बाटो हो। यता पनि बन्दैछ, उता पनि बन्दैछ। हामी बिचमा त्यसरी रात्रि पनि रात्रमा निस्किरहेको छौँ। अझै हामी धेरैजना आउने सोचाइमा थियो, साथीहरूले फोन उठाएन र त्यही कारणले खासै अब घुम्ने उयो चाहिँ भारतमा चाहिँ पुरै चेन्ज जस्तो छ गरेको छ। हामी ठ्याक्कै चक्रपथ चोकमा आइपुगेको छौँ। गेट पुग्यो अरे उरिकम पुगेको हामी गेट पुग्यो हामी उरिकम पुग्यो गाडी घुम्नु लाग्यो। तलबडी तेन्जीबडी ल हामी चाहिँ ठ्याक्कै चक्रपथ चोकमा छौँ है। उता बुढेलले बन्द जान्छ, उता वसुन्धरा जान्छौँ र उता स्वयम्भू। यताबाट चाहिँ अब हामी TB शिक्षण अस्पताल होइन तिर जाँदैछौँ हामी। ल यतातिर पनि खासै रमझम रहेछ। हामी चाहिँ काठमाडौँको अवस्था कस्तो छ होइन, तिहार कतिको लागिरहेछ भन्ने कुरा चाहिँ हामी हेर्नको लागि दौडिरहेछौँ। यो चाहिँ अमेरिकन एम्बेसी है। यो चाहिँ अमेरिकन एम्बेसी हो। यो पनि त्यसमा पनि अब खै झिलिमिली खासै रहन्छ। क्रिस्चियनको भएर होला, नेपालीको भएको भए चाहिँ हिन्दूको भएको भए चाहिँ झिलिमिली हुन्थ्यो होला, तर छैन खासै। ल यो चाहिँ हामी टिभी बाटोमा छौँ। मान्छेले बालिङ सिटी नभन, बालिङको सहर नभन भन्छ, तर रोचक कुरा यही छ। बारीले चाहिँ यो मार्गलाई, यो काठमाडौँलाई यस्तो बनायो कि
साला त्यो चाहिँ एउटा सपना जति नै भन्छ पहिला चाहिँ खेतोखनीहरू पनि अहिले चाहिँ बालिने भइरहेको छ। हेर्नुहोस् त बाटो पहिला कस्तो थियो यार, यहाँसम्म मान्छेले अतिक्रमण गरेर यहाँसम्म सामान राख्थ्यो यार। अब तपाईँ यो काठमाडौँ महानगरपालिकाभन्दा बाहिरको सहरतिर हेर्नुहोस् त, कहाँदेखि कहाँसम्म अतिक्रमण गरेर अहिले फेरि त्यो डाँडाहरू राखेको देख्छौँ, सन्त कुरा हामी राखेको देख्छौँ। यति चाहिँ फरक छ है। यो चाहिँ कृषि शिक्षण अस्पताल होइन, नेपालको सबैभन्दा पुरानो त होइन, यो पूर्व सङ्ख्या अन्तर्गत चाहिँ पढेको स्कुल हो। यहाँबाट हामी बिस्तारै लाजिमबाट जाँदैछौँ। लाजिमबाटको एम्बेसडरको पनि खिच्छ हामी। सिधै 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 जस हेर्नुहोस् त, यो एकदम रमाइलो छ। यहाँ कुकुरहरू पनि घुमिरहेको आज कुकुरतिर पनि हेर्नु त, कुकुरतिर लक्ष्मी पूजा आज त्यही भएर कुकुरहरू चाहिँ लास्टै छ है त्यहाँ। एकदम सफा छ, चिल छ, चिल। यो लाजिमबाग बाहर घूमने शिक्षण स्थल मतलब ले टीचिंग हॉस्पिटल शिक्षण स्थल ले ये महाराजगञ्ज चक्रपथ एउटै हो। अब रामसह पथ पनि भन्छ जहाँ चाहिँ होइन, नारायण गोपाल चोक पनि भन्छौँ हामी। धेरैजना त्यो टियरले चाहिँ बाटो पुरै खाली पारेछ है। यहाँको सरसफाइ सुन्दर बाटो, खाली बाटो त्यही यो यसको सर्जक चाहिँ बाला नै भन्नुपर्छ हामी चाहिँ, किनकि हामी कसैलाई चाहिँ प्रतिशोध नराखिकन एकदम निष्पक्ष मान्छे हामी, त्यही भएर हामी चाहिँ राम्रोलाई राम्रै भन्नुपर्छ हामीले। ल मेरो मोबाइलमा चार्ज चाहिँ कति छ भन्दाखेरि साथी यो मुक्तिनाथ टावर भन्ने रहेछ। योभन्दा अलिक थोरै अगाडि गएपछि हामी एम्बेसडरमा पुग्नेछौँ। एकजना साथी चाहिँ आउने भन्दै थियो, अब सिङ्गलमा मात्र हुने भयो, त्यही भएर एउटा चाहिँ हामीले एउटै सवारी साधनमा कुदिरहेको हामी। झिलिमिली खासै छैन यहाँतिर, व्यापारिक प्रयोजनका लागि मात्र बनाइदिएको भन्दाखेरि उनीहरूले पनि यो सिलगढी नभएको हुनुपर्छ, किनभने मान्छेको घरहरू यत्रो घुम्दै बस्छ। हामी यत्रो आउँदा चक्रवर्तीको यतासम्म अब त्यो के ठाउँमा मात्रै झिलिमिलेको। अब हामी करोडमातिर पनि घुम्नेछौँ। हामीको जमलमा यो चाहिँ यो चाहिँ रानी पोखरी हो। यो चाहिँ यताबाट गयो भने ठ्याक्कै हामी जराड मार्ग पुग्छौँ। यता हो त्यो तलको अब यो जमल खण्डा गर्नु एक खण्डा घर थियो, खण्डाहरू पनि बनाएर थियो होइन। सिधै यो चाहिँ त्रिगर्भ कलेज नेपालको पुरानो इतिहास विधिको। यो चाहिँ स्काई टावर यो हाम्रो साथीहरू प्रायः आइरहन्छन्, पैसा तिरेर चढिरहन्छन्। यो चाहिँ रानी पोखरी हो। म चाहिँ अहिलेसम्म त्यहाँ चढेको छुइनँ। सिधा ल हामी रत्न पार्कमा छौँ। यता गयो भने बाग बजार पुग्छौँ हामी। यो चाहिँ के हो यो
चाहिँ खुल्ला मन्दिर है टुडीखेल होइन खुल्ला मन्दिर हेलो रमाइलो है एउटा मान्छेको माहौल बनाउन अर्को मान्छेको विशेष मिठो हुन्छ भन्ने कुरा प्रमाणित यहीँबाट भयो यो चाहिँ टुडीखेल यो यताको चाहिँ भिरकुटी मण्डप हो यो तलतिरको चाहिँ भिरकुटी मण्डप हो हामी चाहिँ अब साह्रो टाइम सहित हामी सहित जाँदैछ त्यो गयो भने चाहिँ हामी सिंहदरबार जान्छौँ भने त्यो चाहिँ हामी साइडतिर सुनघाटा जान्छौँ यो सुनघाटा यो अगाडिको चाहिँ त्यहाँनिर सेनाको प्रधान कार्यालय नेपाली सेनाको चाहिँ प्रधान कार्यालय यही अगाडि हो अस्ति सुशीला कार्कीले चाहिँ यही बैठक बसाएर सुशीला कार्कीले बनाउनु चाहिँ लाग्यो यो चाहिँ शहीदको हाम्रो महान शहीदहरू जसले राणा शासन अन्त्य गर्नको लागि विशेष भूमिका जनको बोली दिएर चाहिँ हामीले आज त्यसरी राति राति हिँड्ने अवसर दिनुमा पनि उहाँहरूको ठुलो खेल छ अहिले चाहिँ कति बजे पनि 7 बजेर 56 त्यहाँनिर बताउने यो चाहिँ पालिले राखेको यो चाहिँ 32वटा ठाउँ कि कति ठाउँमा राखेको छ अरे यस्तो योपट्टि जस राति पनि आवाज गर्न एकदम सजिलो पारेको छ हाम्रो यो चाहिँ तरारा सेतो टावर यहाँ हेर्नुहोस् त पुरै यहाँ चाहिँ पुरै यहाँ बजार चलिरहेको छ यहाँ पुरै एकदम यहाँ चाहिँ लुगाहरू बेचिरहेको छ फुटपाथमा चाहिँ एकदम यो चाहिँ काठमाडौँ मल यो काठमाडौँ मल पनि एकदम सिँगारिएको छ यो नेपालबारी सेवा लिङ्गो भोलि चाहिँ हामी समय प्रस्थान गर्छौँ राम्रो पारेको चाहिँ सिधन अमृत तेल सूर्यमुखी भटमास तोरीको तेल भन्ने चाहिँ सिधन लेख्नु हामी चाहिँ रत्न पार्कमा छौँ फेरि जाऊँ एउटा तोर्बा ल हामी चाहिँ अब राष्ट्रिय ट्रमा सेन्टर यो चाहिँ रत्न पार्कमा छ है त्यो टुरिस्टहरूको क्षेत्र छ हामी वीर हस्पिटल है सिजन यो वीर हस्पिटलको नयाँ भवन रहेछ एकदम राम्रो रहेको छ है वीर हस्पिटलको नयाँ भवन परान सासले होइन साथले चल्ने कार्तिक 14 अक्टोबर 31 ल फेरि हामी रानी पोखरीमै फेरि घुम्दै आएको छौँ अब हामी खमेनतिर जान्छौँ है खमेनतिरको अवस्था यो चाहिँ भानु माध्यमिक विद्यालय दरबार हाई स्कुल पनि भनिन्छ है यो चाहिँ नेपालको पहिलो विद्यालय पनि हो हेर्नु तर धेरै आउँदै हामी तेस्रो माउ
दर्शन चाहिँ रमझम एकदम छ यहाँ। एकदम रमाइलो छ है। अब यहाँ नाचिरहेछ है, नाचिरहेछ हामी। ठिक है ल चल्ला धुप चल्ला सिजन सिजन बाटो सिकेँ पसल पसल पुरै रमाइलो छ यता पुरै जाम छ। अश्विनी चोकमा आएको छौँ। यहाँबाट चाहिँ पुरै किन्नु भेगा छ। यहाँ चाहिँ पुरै रमाइलो भइरहेछ एकदम। भित्री फिराउन नपाउने जानु चाहिँ दिन्छ दिँदैन, दिनु त दिन्छ तर ल सिधै सिधै जाऊँ सिधै। हेलो हामी असमतिर छौँ है। ल सर यस्तो रमाइलो छ कि यस्तो रमाइलो छ कि बिस्तारै बिस्तारै हामी हसनमा छौँ यहाँ यसरी हिँडिरहनेमा चाहिँ भूकम्प चाहिँ कर्र आएर दुवैतिरबाट चाल्यो भने हामी कहाँ पुग्ने यार। सिजन र सिजन पुरै धुएँ रहेछ है। मै बस्यो मुटुमा मायाको ढुङ्ग चट्टै हे दुनियाँको डर छैन मलाई भन्थ्यो यहाँ त सिजन सिजन हार्नुसँग ठोकले Ini